आज म छु दक्षिण कालिका मन्दिर परिसरमा र आज मिति 2083 साल 2 महिना 16 गते शनिबारका दिन अमलाचौर साबडाँडा टोल सुधार समितिले सरसफाई लगायतका विभिन्न कामहरू गरिरहेको छ। उसो त लामो समयदेखि निष्क्रिय रहेको यस टोल सुधार समितिले नयाँ समिति पुनर्गठन भए लगत्तै विभिन्न कामहरू गरिरहेको छ। सोही कार्यको निरन्तरताका लागि आज पनि यस टोलमा बसोबास गर्ने हरेक नागरिकका हातमा सरसफाइका सामान लिएर यसरी लागि पर्नुभएको छ। पहिले झाडीले डम्म ढाकिएको बाटो, मन्दिर, स्कुल अहिले सफा र चिटिक्क परेको छ। आफ्नो टोल सफा गर्न यसरी लागि पर्नुभएको छ कि सबैसँग उत्साह छ, जोस छ र जाँगर छ र यो जाँगर अब यसरी नै लागि पर्नेछ भन्ने हामी आशा पनि गर्दछौँ। टोल हामी आफ्नै हो र हामी नै सक्रिय भएर लागि पर्नुपर्छ र हामीले नै यो टोलको विकास गर्नुपर्छ भनेर बताउँदै हुनुहुन्छ यस टोल समितिका कोषाध्यक्ष अमृतराज परियार। विगत लगभग 2 वर्ष निष्क्रिय भएको टोल विकास अहिले हामीले 1 महिना जति भयो। अहिले हामीले फेरि पुनर्गठन गरेर नयाँ समिति बनाएका छौँ। त्यसपछि बिस्तारै हामीले चाहिँ जति सकिन्छ सरसफाइको कामलाई चाहिँ अलि बढी फोकस गराएका छौँ, किनभने बर्खाको टाइममा अहिले बाघहरू पनि लाग्नु भएर आफ्नो टोललाई चाहिँ हामी आफैले चाहिँ 3-4 हप्ता भयो लगातार हामीले काम गरिरहेका छौँ। त्यसमा चाहिँ सम्पूर्ण टोलवासीहरूले हामीलाई चाहिँ सम्पूर्ण साथ दिनुभएको छ। अब आगामी दिनमा पनि हामीले चाहिँ नयाँ नयाँ कार्यक्रमलाई जोड दिने बाचा गर्ने छौँ। कसरी गर्दै हुनुहुन्छ? जस्तै हप्तामा, महिनामा कसरी अब टोलहरू अथवा यो आफ्नो छुट्टा छुट्टै क्षेत्रहरू तोकेर गरिरहनु भएको छ कि कसरी गरिरहनु भएको छ सरसफाइ? हजुर, साह्रै मिठो प्रश्न गर्नुभयो। हामीले कामलाई चाहिँ बाँडेर गरेका छौँ। अब चाउडाँडातिरकोलाई उतै, अब अमलाचौरतिरकालाई यतैपट्टिको साइड छुट्याएर हामीले 5 ठाउँ विभाजन गरेर कामलाई चाहिँ सुचारू गरेको खालको यसले एउटा गति समातेको छ। यो गति समातिराख्दाखेरि टोलले पक्कै पनि एउटा तपाईँहरूको कार्यकालमा राम्रो खालको विकास भएको यहाँका हामीहरूले आभास गर्न पाइयोस्। तपाईँहरूलाई धेरै धेरै शुभकामना छ र यसले निरन्तरता पनि पाउँदै जाओस् भन्दै म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। मौसम अहिले बर्खाको टाइम भएर अलिअलि पानी परिरहेको छ। यद्यपि सबैजना मान्छेहरू यस्तरी जुटिरहनु भएको छ कि पानी, के झरी, के घाम, केहीको परवाह नगरिकन यसरी जुटिरहनु भएको छ कि सबैजना होस्टेमा हैसियत थप्दै विकासको कार्यमा सबै निरन्तर रूपमा लागिरहनु भएको छ। र यो टोल सुधार समितिले देखाएको जुन अग्रसरता छ, यो अग्रसरता देखेर यस टोलमा बसोबास गर्ने हरेक व्यक्तिहरू खुसी हुनुहुन्छ र दङ्ग हुनुहुन्छ। पोखरा महानगरपालिका वार्ड नम्बर 13 आरबा अमलाचौर चापडाँडामा सञ्चालित यो टोल विकास संस्थाले केही समय स्थगित रहेको टोल विकास संस्था अहिले फेरि हामीले पुनः गठन गरेर युवा शक्तिलाई सक्रिय रूपमा अगाडि सारेर टोल गठन फेरि गऱ्यौँ र यो टोल विकास संस्थाको गठन भएपछि लगत्तै हामीले प्रत्येक महिनाको शनिबार अथवा बिदाका दिनहरू पारेर टोलभित्रका कामहरू जस्तै बाटो सरसफाई, मन्दिर सरसफाई, विद्यालय वरिपरिका सरसफाई, फोहोर गाडी नगरपालिकाको ल्याएर फोहोर उठाउने, बाटामा बत्तीहरूका सडक मर्मतहरू, यस्तो सामान्य बत्ती निर्माणका कार्यहरू हामीले सुचारू रूपमा दिएका छौँ र यसरी नै अब काम अगाडि बढ्ने, निरन्तरता दिने र एउटा नमुनै टोल विकास संस्थामा लगानी हाम्रो युवा शक्तिले अगाडि सारेको छ। हस्, धेरै धेरै धन्यवाद। धन्यवाद। साँच्चै नै टोल तपाईँ हामी सबैको हो। तपाईँ हामी नै यसमा समर्पित भएर लागि पर्यौँ भने यो टोल हरेक समाजको यसरी नै विकास हुने गर्दछ। सो हामी नै लागु पर्नुपर्ने हुन्छ र यस टोलले गरिरहेको कामप्रति खुसी व्यक्त गर्दै हुनुहुन्छ दक्षिण कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री हरिभक्त बरालज्यू। यो टोल विकास संस्थाले केही समय अलिकति निष्क्रिय भएको अवस्थामा थियो र अहिले हामीले भर्खरै करिब 2 महिना जति भयो होला यो टोल विकास समिति नयाँ गठन भइसकेपछि यसले अत्यन्त अनुकरणीय टोलभित्र रहेका सरसफाइका कामदेखि लिएर टोलमा अन्य विविध एउटा विकास निर्माणका कामको लागि पहल गर्नेदेखि लिएर
बाटोघाटो मठ मन्दिरहरू अनि सार्वजनिक सङ्घ संस्थाहरूलाई चाहिँ नि यसलाई चाहिँ सरसफाइका अभियानबाट चाहिँ काम सुरु गरेको छ। मलाई आशा छ यो टोल सुधारले आफ्नो कार्यकालमा पक्कै पनि एउटा अनुकरणीय काम गरेर यो टोललाई चाहिँ नमुना टोलको रूपमा विकास गरिन्छ भन्ने मलाई चाहिँ आशा पनि लागेको छ र यो काम अत्यन्त सराहनीय अत्यन्त चाहिँ महत्त्वपूर्ण चाहिँ काम गरेकोमा चाहिँ म टोल सुधार समितिलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। हस् धन्यवाद। धन्यवाद।